फाइनली आज चाहिँ व्रतबन्धको दिन र बिहानै हामी 4 बजे उठ्यौँ। आज के हुँदैछ? आज तयारी के को? व्रतबन्धको कसको रे? मेरो भाइ व्रतबन्धको दिन हामी सबै तयारी गरिरहेको छौँ। माथि चाहिँ समुद्र देवी मन्दिर अनि यहाँ चाहिँ शिव व्रतबन्ध। यहाँ माथि चाहिँ खाना बनाउने कार्यक्रम। कस्तो लागिरहेको? अब अलि एक भाल यो गाठानेरीको सुटुक्कले नि फाइनली छोराको कपाल पनि काट्यो। अब यो पछि चाहिँ के भयो, कस्तो इभेन्ट भयो म यहाँहरूलाई भनिदिनेछु। वेट फर द पार्ट 2।